अब फेरि रीत सुरु हुन आँटेको रहेछ। उहाँ पनि हाम्रो जस्तै निम्ताली छ, हामी जस्तो उहाँहरू जनताहरू छ। म त एकदम छिटो गर्नु खोज्यो यहाँ एकछिन यहाँ सानो नानी छैन निकाली यो जन्ती आउने रीत हैन र? बोल्नु अधिकारले बोल्नु पर्यो, चाने नचाहे टाटा टुटु भन्नु पर्यो। जब त छोरी चेली दिन्छु त्यहाँदेखि जम्बुको टोपीहरू पनि खतरा छ बिरको। हामी सँगै छौँ। सुन्नुभयो सब ल यहाँको प्रेम साइला देवातुङ बुढाले कल्ले र देवातुङले पक्रिनुहोस् तपाईँहरूले। यसरी आयौँ भने कुन खालमा रित आउनु भएको त्यो खालले तपाईँहरू अनि मामा डोक्नौ गापा सिउबाउ जुन ओडालेमा ओडा अब हेर्नु म ओपट्टि वाङ्गौ यहाँपट्टि मैले बुझ्नु होइन। अनि कुरो के भन्दै मैले सके होइन। प्रेम साइला प्रेम माइला हो यता काम गर्नु त ल कल्लेरलाई अब कुन खालको आधार आउनुभयो यो भाइले खाने रित भनेर कल्ले र देवातुङ पक्रिनुहोस्। तपाईँहरू अचारसित बोल्नुहोस्। अघि भेटघाट खानु भएको हामीले सिकाउनु पर्दैन। उहाँ कल्याहरू उठेर दिनुपर्ने ल कसरी आउनु भएको के भन्नुहुन्छ समाजमा चुला दिनुहोस् भनेर के भन्नुहुन्छ ल खाइदिनुहोस् भन्नुहोस्। यतापट्टि बसेको बेर अहिले छु है। मिलाइ मिलाइ बागा दुईपट्टि नै अब परम्परा चलिआएको त्यसमा र आज विवाहकै दिन हामीले रीति संस्कारहरू धेरै नभए पनि अलिकति हजुरहरूलाई यसो प्रस्तुत अथवा देखाउनका लागि हामीले साधारण रूपमा एउटा संस्कार अनुसार हामीले यो एउटा भनौँ अब यो चिन्डो हुनुपर्ने थियो नृत्यहरू हुनुपर्ने थियो होला। त्यही पनि हामीले गर्न नसकेको हामी क्षमता थियौँ। त्यसमा हामीले यो
अलिकति आधुनिक तरिकाको बोतलहरूमा हामीले यहाँ थोरै यहाँहरू समक्ष विवाह सुसम्पन्न होस् भन्नको लागि यहाँहरूको आशीर्वाद विदाई गर्नको लागि हामीले चिनी यहाँलाई प्रदान गर्दैछौँ। अब धेरै कुरो किन बोलौँ, विविध विषयवस्तु भए तापनि हामी क्षमा प्रार्थी चाहन्छौँ। हामीहरूलाई यो उपहार होइन, यो एउटा यसो देखाउनको लागि विवाह सम्पन्न होस् भनेर संस्कार संस्कृतिलाई बचाइरहँ भन्नको लागि यो हामीले समक्ष अलिकति अब यहाँ दाजुभाइ हुनुहुन्छ, दियोटङ छियोटङ हाम्रो परिया हुनुहुन्छ, अब समाज कुलकुटुम्ब समाज हुनुहुन्छ होला। त्यसमा चाहिँ हामीले अलिकति चिनो र हाम्रो कार्यहरू सफलता होस् भन्नको लागि हामीले यो अलिकति संस्कार गर्दैछौँ। मैले भनिरहनु त दोहोऱ्याउनु मैले पनि त्यही हो। उहाँले बोलिसकेपछि हामीले त्यसलाई फेरि बोलाउनु अलिकति राम्रो मान्दैन। अब त्यसरी मैले भने पनि त्यही हो, उहाँले भन्नु त्यो भने म यतिको राम्रो पार्टी पनि पछि उठेर एउटै हो भने यो चाहिँ अब पछिल्लो पिँढीले पनि नबिर्सोस् भनेर होइन, यो चाहिँ अब उहाँले अब पछिल्लो पिँढीले पनि नबिर्सोस् भनेर चाहिँ यो हाम्रो पनि यहाँ वंश दाजुभाइहरूले अब चाहिँ के छ भने अब हाम्रो छोरीचेली कसरी अन्भायो के गर्यो, कति हामीले रीत लिएर चाहिँ उहाँहरूले लगेर जानुभयो भन्ने अर्थले हामीले पनि अब यो रीत माग्यौँ। त्यसो भएको हुनाले हामीले पनि आफ्नो दाजुभाइ सबैजनालाई ल उहाँहरूले यसरी रीतसहित नै हाम्रो छोरीचेलीहरूलाई लानुभएको छ। कुनै चोरेर ढाकेर छलेर लगेको छैन, रीत पुऱ्याएर उहाँहरूले लानुभएको छ। त्यही अब विधि पुराहरू विधान गरेर लानुभएको छ। हामीले यही कुरा बुझ्यौँ भएर के गर्छौँ ताली यो चाहिँ के भन्छ सेवा के हाम्रो के भन्छ वातुङ भाइ चाहिँ वातुङमै साप्ते मेलुङ र जम्मै है लु यसरी हामीले चुला भरै माग्छ कि माग्दैन, त्यो मागले पनि पछाउँदैन। रीत र रीत भात गर्दै त्योमा जिम्मेवारी यो एकदम हो। अनि सासु ढोकाउनेको र तिनवटामा त्यो खनाहरू ठिक्क पार भरे त्यो बिर्सिँदा अनि धेरै खानु हुँदैन। यसले अपचा हुन्छ भने कोही फिर्ता गर्दैन, दिवाता कसले जिम्मेवारी। अपचा भयो भने लडिन्छ। यति रीत खायो भने भोलि पछि हुन्छ यो है कोसीको छेउमा छुलेक्ने भने पनि खत्ता हुन्छ। अनि यो यतातिर आफू जिम्मेवारी दिइहाल्यो, जिम्मा दिइहाल्यो भने फेरि अनि एउटा यो चुला माग्ने दिवाटुङको जिम्मेवारी उता भरे चुला यो हामीले चुला माग्ने अनि यो चुला माग्नेको मतलब यो अब सासु ढकाउनेको यहाँ सारी राख अनि एउटासम्म निकाल्ने कि जम्मै खाने सकिन्छ खानु पचिन्छ होला खानु पचिन्छ भने खाऊ नभए कोही फिर्ता गरौँ सही हो पचिन्छ भने खाऊ पचिँदैन भने यत्रो भने कोही फिर्ता गरौँ पचिँदैन खाऊ पचिँदैन भने किनभने नि यो पैसा तिम्रो जिम्मा वातुङ भाइको वातुङ साले भरै थालमा यो यही वातुङ भाइको त्यो पनि मैले भनिहाल्छु। त्यसकारणले यो पेचो हामीले नलिएर यतैबाट जति तपाईले यो पुचो लाएर के हजुर के लेखेको छ माङबाट खोचिङे वातुङ भाइ आनका खोचिया नु वाका पछि नु आमा चामा नु यसरी राख्ने एउटा पहिलेको विधान अनुसारले राख्यौँ। हजुरलाई कोही हार्ता परेन होला तर अलिकति योमा बेसी होला
अनि यो कोही निकालौँ ढिमातुङ बुढा खानु चाहिँ खाउँ पचुन्जेल फेरि अप्ठ्यारो हुन्छ भने हिसाब किताब यिनीहरू हामीले यो चाहिँ यतातिर अब यो पनि फिर्ता गरौँ अनि यो साथी ढोकाउनेको अनि भरे सम्धि ढोकाउनेको तपाईँहरू छ कि छैन यहाँ होइन यहीँ छ यही नै निकालिहाल्नु ल अब लु वंशले जम्मै छुएर बाँच्नुहोस् कि घर घरमा लानेमा लैजाऊ अब त्यति नै हो